The Voice Kids नेपालकै नम्बर 1 बालबालिकाहरूको गायन रियालिटी सो द भोइस अफ नेपाल किड्स सिजन 4 प्रसारणमा आउन लागिरहेको छ। कहिलेबाट प्रसारणमा आउँदैछ र कोचको भूमिकामा को रहनेछन् यसै विषयमा रहेर आजको भिडियोमा चर्चा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला। दर्शकवृन्द, द भोइस अफ नेपाल सिजन 6 को फाइनल सँगै भोइसको टिमले भोइस अफ नेपाल किड्स सिजन 4 को पनि प्रसारणमा ल्याउने तयारी गरेको जनाएका छन्। कहिले प्रसारणमा आउनेछ त्यसको मिति भने अझै खुलाएको छैन, तर कोचहरुमा भने पुरानै कोच मेलिना, कोच प्रमोद, कोच खेम र कोच मिलन रहन सक्ने देखिएको छ। भोइस अफ नेपाल किड्स सिजन 4 को डिजिटल अडिसन र फिजिकल अडिसन पूरा भइसकेको छ, तर ब्लाइन्ड अडिसनको सुटिङ हुन अझै बाँकी रहेकाले यी कामहरू पूरा भएपछि हिमालय टेलिभिजन र युट्युबमा चाँडै प्रसारणमा आउन लागिरहेको छ। प्रतीक्षा गर्नुहोला। दर्शकवृन्द, तपाईहरुलाई द भोइस अफ नेपालको सिजनहरू कस्तो लाग्छ र किड्स सिजन 4 हेर्न कतिको एक्साइटेड हुनुहुन्छ तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। र यो भिडियो तथा जानकारी मन परेमा भिडियोलाई लाइक, शेयर र तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला।